नमस्कार। हाम्रो यस ज्योतिष च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित टिकाराम घिमिरे। हामीले यस ज्योतिष च्यानल मार्फत विभिन्न किसिमका राशिफलहरू, ज्योतिषसँग सम्बन्धित विभिन्न विषयहरू, वास्तुसँग सम्बन्धित विभिन्न विषयहरू र धर्मसँग सम्बन्धित विषयहरू राख्ने जमल गरिरहेका छौँ। यहाँहरूले हेरेर आनन्द लिनुभएको छ भन्ने हामी विश्वास गरेका छौँ। हामीले यससँग सम्बन्धित, ज्योतिषसँग सम्बन्धित, वास्तुसँग सम्बन्धित, धर्मसँग सम्बन्धित कुनै जिज्ञासाहरू छन् भने यहाँहरूले तल दिएको लिङ्क मार्फत अथवा टेलिफोन मार्फत यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। चिना हेराउनु परेमा वास्तुसँग सम्बन्धित कुनै पनि घर जग्गासँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू छन् भने यहाँहरू सम्पर्क गर्न सक्नुहुनेछ। हामीले तल टेलिफोन नम्बर दिइरहेका छौँ र हाम्रो च्यानललाई कहाँदेखि हेर्दै हुनुहुन्छ यहाँहरूले सबै सामु पुर्याउनको लागि सेयर गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला। र तपाईँको एउटा सब्सक्राइबले, एउटा सेयरले अरू धेरैजनाले यसमा लाभ उठाउन सक्नुहुनेछ र कमेन्ट समेत गरिदिनु होला। र हामीले अब ढिला नगरी आजको यस राशिफल प्रस्तुत गर्न गइरहेका छौँ। मकर राशि हुने जातकहरूको लागि 2022 साल कस्तो रहनेछ त? के रहनेछ यहाँहरूको व्यापार व्यवसायमा कस्तो हुनेछ? यात्राहरू कस्तो हुनेछ? यहाँहरूले स्वास्थ्यमा कस्तो बेहोर्नुपर्ने अवस्था हुन सक्छ र राजनीतिक क्षेत्रमा लाग्नेहरूका कस्तो हुन्छ? विभिन्न किसिमका व्यक्तिहरूको लागि हामीले चर्चा परिचर्चा सहित मकर राशिफल लिएर आएका छौँ। यहाँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी यो वर्ष तपाईँहरूको लागि 7.5 को अन्त्य समापन भएको छ। त्यस कारणले तपाईँलाई यो वर्षमा मानसिक रूपमा निकै सबल बनाउनेछ, उत्तम बनाउनेछ। व्यापार व्यवसायमा निकै राम्रो सफलता प्राप्त हुन सक्नेछ। विशेष गरेर वैदेशिक व्यापार व्यवसायहरू निकै राम्रो, विदेशसँग सम्बन्धित रहने कामहरू अथवा विदेशसम्म गएर गर्ने व्यापार व्यवसायहरू निकै राम्रो रहनेछ। स्वदेशमा रहेर गर्ने व्यापार पनि निकै राम्रो रहन देखिन्छ। यो वर्ष केही भए तापनि आम्दानीको स्रोत भने नयाँ आम्दानीका स्रोतहरू फेला पर्ने देखिनेछ। राजनीतिक क्षेत्रमा लाग्नेहरूको लागि निकै राम्रो रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। यहाँभन्दा अगाडि रोकिएका मान प्रतिष्ठाहरू छन् अथवा केही कामहरू नबनेर तनावमा हुनुहुन्छ भने अहिले यो वर्ष निकै राम्रो देखिनेछ। अध्ययन अध्यापन गर्ने विद्यार्थीहरूको लागि निकै राम्रो रहेको छ। यो वर्षमा तपाईँहरूको पहिला रोकिएका परीक्षाहरू छन् भने यो वर्ष राम्रो रहनेछ। अध्ययन अध्यापनमा निकै सफल प्राप्त हुनेछ। तपाईँहरूले गरेको मेहनतलाई सार्थक तुल्याउने खालको वर्ष रहेको छ यो वर्ष। नोकरीमा लाग्नेहरूको लागि निकै राम्रो रहेको छ। जागिरमा कुनै पनि सरकारी होस् या प्राइभेट क्षेत्रमा गर्ने नोकरीहरू, जागिरहरूको लागि निकै राम्रो रहन्छ। मान प्रतिष्ठामा वृद्धि हुन सक्नेछ। नयाँ अवसर सहित, नयाँ जिम्मेवारी सहित नयाँ स्थानमा परिवर्तन भएर जानुपर्ने अवस्था देखिनेछ। यो वर्षमा केही तपाईँहरूले सामाजिक रूपमा, धार्मिक रूपमा लागेर काम गर्नुभएको छ भने निकै राम्रो मान प्रतिष्ठा प्राप्त हुने देखिनेछ। यो वर्षमा अनुसन्धान क्षेत्रमा, प्रतियोगितामा, विभिन्न खेलकुदहरूमा लागेकोलाई निकै राम्रो देखिनेछ। यो वर्ष वैदेशिक रोजगारमा जानेहरूको लागि अलिकति विचार गरेर मात्रै अगाडि बढ्नु होला। मध्यम खालको रहेको छ। यो वर्षमा विदेश जान केही ढिलाइ हुन सक्नेछ। तपाईँहरूले समयमा काम नबनेर थोरै तनाव लिनुपर्ने अवस्था पनि सृजना हुन सक्नेछ। दाम्पत्य जीवनमा खुसी र सुख प्राप्त हुन सक्ने देखिनेछ। तर सन्तान अथवा तपाईँहरूको पार्टनर अथवा सन्तान बिरामी भएको कारणले थोरै खर्च गर्नुपर्ने अवस्था पनि यो वर्ष देखिनेछ। ऋणको भार वृद्धि हुन सक्ने देखिनेछ। मित्रबाट सहयोग, बिचमा बोलीको कारणले सहयोग टुट्न सक्ने अवस्था पनि देखिन सक्छ। स्वास्थ्यमा थोरै समस्या होला। गुप्त रोगहरू सिर्जना होला तथा गुप्ताङ्गतिर समस्या सिर्जना हुन सक्छ। कुनै रोगहरू हुनसक्छ। नसाको समस्याहरू देखिन सक्छ। टाउको दुख्ने समस्याले थोरै तनाव दिन सक्ने अवस्था पनि हुनसक्छ। तपाईँहरूले यो वर्ष गुरु र राहु, बृहस्पति राहुको पूजापाठ गर्नुभयो भने राम्रो देखिन सक्छ यो वर्षको लागि। यो वर्ष धनुराशि हुनेहरूको लागि वैशाख महिना मान प्रतिष्ठामा थोरै समस्या सिर्जना होला। अवजस प्राप्त हुन सक्ने देखिनेछ भने ज्येष्ठ महिनामा स्वास्थ्यमा समस्या हुन सक्छ। आर्थिक रूपमा भने लाभ प्राप्त हुन सक्नेछ। आषाढ महिनामा थोरै स्वास्थ्यमा पनि समस्या देखिन सक्नेछ र धनको रुपियाँ पैसा पनि खर्च हुन सक्ने देखिनेछ। श्रावण महिनामा स्वास्थ्यमा सुधार हुनेछ। काम सफल बन्नेछ। लाभ प्राप्त हुन सक्ने देखिनेछ। भाद्र महिनामा खर्च थोरै भए तापनि आर्थिक रूपमा भने स्थिर रहन देखिन्छ। आश्विन महिनामा आर्थिक रूपमा निकै राम्रो लाभ प्राप्त हुन सक्नेछ। विजय प्राप्त हुन सक्नेछ। साथीभाइबाट निकै राम्रो सहयोग प्राप्त हुन सक्ने देखिन्छ भने कार्तिक महिना मान प्रतिष्ठामा लाभ हुनेछ।
धन रुपियाँ पैसाबाट पनि निकै राम्रो लाभ प्राप्त हुने देखिन्छ भने मङ्सिर महिनामा निकै राम्रो जस प्राप्त हुने महिना देखिन्छ। तपाईँले गरेको कामबाट निकै राम्रो खुसी प्राप्त हुन सक्ने, नउठेको पैसा छ भने उठ्न सक्ने देखिन्छ भने पौष महिनामा कम्पिटिसनहरूमा लागेकोहरूको लागि निकै राम्रो, खेलकुदमा लागेकोलाई राम्रो, आर्थिक रूपमा निकै राम्रो देखिनेछ। माघ महिनामा थोरै प्रशासनिक क्षेत्रबाट, कानुन क्षेत्रबाट झमेला सिर्जना होला, केही खर्चहरू पनि बढ्न सक्नेछ। फागुन महिनामा स्वास्थ्यमा केही समस्या देखिन सक्नेछ, साथीभाइबाट थोरै टाढिन पर्ने अवस्था देखिन सक्नेछ भने चैत्र महिनामा कामहरू सफलता बनेर निकै मनमा हर्ष उल्लास आउनेछ। मान्यजनबाट निकै राम्रो, उच्च पदस्थ व्यक्तिहरूबाट निकै राम्रो सहयोग प्राप्त हुन सक्ने देखिनेछ। यहाँहरूको लागि 2022 सालमा शुभ रङ हरियो र निलो रङ निकै राम्रो देखिनेछ। यो वर्षभरि नै र शुभ दिशा पश्चिम दिशा रहनेछ। शुभ अङ्क 8 नम्बर निकै राम्रो नम्बर रहेको छ। 8 नम्बर अगाडि पछाडिको नम्बर वा यहाँहरूले सिङ्गल डिजिटमा सिङ्गल जोडेर एउटै नम्बर बनाएर यहाँहरूले 8 नम्बर प्रयोग गर्नुभयो भने निकै राम्रो देखिनेछ। यो वर्ष ब्याङ्किङ क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, सरकारी सेवामा, अनुसन्धानको क्षेत्रमा, विज्ञान प्राविधिक क्षेत्रहरूमा, औद्योगिक क्षेत्रहरूमा, विद्युतसँग सम्बन्धित कामहरू, व्यवस्थापकीय क्षेत्रहरूमा, निर्माण क्षेत्रमा लाग्नेहरूको लागि, न्याय क्षेत्रमा लाग्नेहरूको लागि निकै राम्रो, यो क्षेत्रमा लागेर काम गर्नेहरूको लागि निकै राम्रो वर्ष देखिनेछ। र अध्ययन अध्यापनको लागि व्यवस्थापनसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित, साइन्स टेक्नोलोजीसँग सम्बन्धित, वित्तीय क्षेत्रहरूसँग सम्बन्धित, कानुनसँग सम्बन्धित, न्यायसँग सम्बन्धित, अनुसन्धानसँग सम्बन्धित, पर्यटनसँग सम्बन्धित विषयलाई लिएर अध्ययन अध्यापन गर्नुभयो भने निकै राम्रो रहनेछ। क्यारियरको लागि निकै राम्रो उत्कृष्ट समय रहेको छ। व्यक्तिगत राम्रो रहेको छ। तर न्याय क्षेत्रमा भनेको यस्तो चुनौती आउन सक्नेछ। बाँकी दिन शुभ रहनेछ, सफल रहनेछ। यहाँहरूले अलिकति पूजापाठ, शिवजीको पूजापाठहरू, भैरवको पूजापाठहरू गर्नुभयो भने, हनुमानको पूजापाठ गर्नुभयो भने राम्रो देखिनेछ। कामहरू सुरु गर्नुभन्दा अगाडि गणेशको आराधना गरेर कामहरू सुरु गर्नु होला, अवश्य काम सफल हुनेछ। बाँकी 2022 साल यहाँहरूको लागि शुभ रहोस्, सफल रहोस्, मङ्गलमय रहोस्। जय होस्।